हेलो एन्ड गुड मर्निङ गुल्मे वेलकम छ मेरो ब्लगमा साथीहरू सबैजनालाई स्वागत छ पूर्ण मेरो ब्लग हेरिदिएकोमा हेरिदिनु भएकोमा। अनि म चाहिँ यहाँ गुल्मी आइसकेको छु। गुल्मी आएको 2-3 दिन भइसक्यो। अनि मैले आफ्टर लङ टाइम गुल्मी आएपछि बल्ल आज भिडियो बनाउँदैछु। अनि बिहान बिहान पानी परिरह यस्तो कुहिरो यहाँ कुहिरो लाएर बेहाल छ, पानी नि परिरह हैन। अनि यहाँ आउँदा चाहिँ धेरै रमाइलो भइरह, एकदम पिसफुल भइरह हैन। यहाँ धेरै चिजहरू छ। यहाँ आएर मैले सबैजनालाई भेटघाट पनि गरिसकेँ। आमालाई भेटेँ, अङ्कल आन्टी मेरो सबै इष्टमित्र सबैलाई भेटिसकेँ हैन। सबैजना सन्चै हुनुहुन्छ, उहाँहरू पनि मिठा मिठा गफ गर्नुहुन्छ। जे होस् यहाँ रमाइलो छ कि आनन्द छ। अनि यहाँहरू एकदम घुलमिल हुनुहुन्छ के, यस्तो मिठो मिठो कुरा गर्नुहुन्छ हैन। यस्तो आनन्द फिल हुन्छ कि उहाँहरूसँग बोल्दाखेरि हैन। अनि जे होस् उहाँहरू रमाइलो हुनुहुन्छ, सबैजना बुझ्ने हुनुहुन्छ। सबैले घर घरमा आऊ छोरी भनेर बोलाउनुहुन्छ हैन। गइन्छ पनि खाना खुवाउनुहुन्छ, खाना बोलाउनुहुन्छ सबैको घर घरमा हैन। जे होस् यहाँ सबैजनाले माया गर्नुहुन्छ कि यहाँ आएपछि त्यस्तो उस गर्ने भन्ने यहाँ कसैले केही गर्नुहुन्न कि। जे होस् यहाँ सबैजना रमाइलो हुनुहुन्छ हैन। अनि उत्तिकै माया गर्ने के, उत्तिकै माया गर्ने के भन्ने है। अनि जे होस् सबैजना रमाइलो हुनुहुन्छ। अरू त के भन्नु, यो चाहिँ हाम्रो गोठ हो हैन। यहाँ चाहिँ अहिले 2टा गोरु छन्। पहिला यहाँ भैँसीहरू पनि थिए। अनि भैँसी थियो, त्यहाँ बाख्रा थियो। यहाँ अहिले यस्तो छ 2टा। यहाँ घाँस राखेको छ। यो गोबर सत्तर भयो। हाम्रो सुन्तला, यहाँ चाहिँ सुन्तला केरा पाउँछ है। खानी भयो आउनु होला इन्जोय गर्न। जे होस् यहाँ एकदम रमाइलो छ कि हजुरहरू आउनुभयो भने हजुरहरूलाई पनि आनन्द फिल हुन्छ कि जस्तो जे भए पनि हैन। हजुरलाई एकदम रिलिफ हुन्छ भनेको साँच्ची भन्ने गुल्मी भने यस्तो ठाउँ हो हैन। एकदम रमाइलो हुन्छ। डाँडा काँडा हेर्नु हाम्रो गुल्मी कुहिरो लाएर बिहान बिहान यस्तो छ है, पुरै ढाकिन्छ, केही देखिन्न। यहाँ त बिहान त यस्तै हो, केही देखिन्न। अनि जे होस् हजुरहरू आउनुभयो भने हजुरहरूलाई पनि एकदम रमाइलो हुन्छ हैन। म चाहिँ अहिले जान्ला हो, बाटोमा हिँडिरहेको छु हैन। यो हेर्नु न यस्तो पानी परेर हिलो छ, कहाँ चिप्लिने हो। अहिले फेरि लोटिन्छ। यो चाहिँ हाम्रो घर हो। यो चाहिँ हाम्रो घर हो हैन। यो माथितिरको आमाको घर हो। हेर्नु बाटो जता कतै यस्तो छ है। यता पुरा हिजो बुवाले पुरै सफा गर्नुभयो हैन। यहाँ पनि पुरै सफा गर्नुभयो। कस्तो थियो है सफा गरेर, यहाँ पुरा फाँडफुड गरेर पुरै यस्तो सफा बनाउनुभयो। हाम्रो हजुरआमा यहाँ हुनुहुन्छ है, बोक्दै आउनुभयो। आमा कस्तो लागिरहेछ त हामीहरू आउँदाखेरि? राम्रो लाग्छ, खुसी लागेन? खुसी लाग्छ। कतिको खुसी लाग्छ त आमा? असाध्यै लाग्छ। उहाँ चाहिँ हाम्रो आमा हो, धेरै माया गर्नुहुन्छ। हामी आएपछि खुसी हुनुभयो। जे होस् घर उज्यालो हामी आएर। अनि यता चाहिँ हाम्रो मम्मी हुनुहुन्छ है। अब मम्मी सुन्छौँ। मम्मी क्या छ, सन्चै हुनुहुन्छ?
दसैँको पैसा गन्दै हुनुहुन्छ दसैँको पैसा आउने कि के आउने नि ए भनेपछि दसैँ लागिरह उहाँहरू चाहिँ मेरो मम्मी बुवा हुनुहुन्छ दसैँको लागि भनेर भन्दै हुनुहुन्छ कस्तो लागिरहेको छ त गुल्मी आएदेखि हट बुवालाई पैसा नि देखाइदिउँ न त पैसा जे होस् रमाइलो छ है बुवा नि गन्दै हुनुहुन्छ यहाँ ओहो ल 500 सबैलाई चाहियो आउनु है दसैँको लागि ल स्पेसल अफर नयाँ अफर नयाँ नोट ल ठिक छ अरू त के भन्नु होइन यस्तै छ रमाइलो यहाँ यसो रमाइलो भइरह यहाँबाट आएदेखि त एकदम रमाइलो भइरहेछ होइन रमाइलो धेरै रमाइलो भन्नु के भन्नु है यहीहरू त हाम्रो गाउँ हाम्रो ठाउँ एकदम रमाइलो छ है हजुरहरू पक्कै पनि आउनु होला घुलमिल गर्नु होला यहाँ आएर रमाइलो गर्दाखेरि एकदम सुख मिल्छ होइन अरू हाम्रो फ्यामिलीहरू चाहिँ अरूहरू आउनुभएको छैन हामी चाहिँ हामी मात्र हो आएको दिदीहरू बुटोल हुनुहुन्छ कोही काठमाडौँ हुनुहुन्छ आउनु भएन उहाँहरू पनि आउने भन्ने प्रोसेसमा हुनुहुन्छ खै कहिले आउनुहुने हो थाहा छैन अनि हाम्रो अङ्कल आन्टी चाहिँ तल बस्नुहुन्छ यहाँ चाहिँ बस्नुहुन्न अनि उहाँहरू चाहिँ तल हो बस्ने अरू त अरूहरू त्यस्तै हो के भन्नु होइन सो यो चाहिँ माथितिर आफैको घर जाने बाटो हो उहाँ चाहिँ एकदम हँसाकसाइ गर्नुहुन्छ बाटो त यस्तो छ कसरी चढ्ने हो यो चाहिँ उहाँको हो बाटो होइन ए यहाँ चाहिँ यस्तो राम्रो रहेछ ओहो नि त ओहो के गर्दै खाने फेरि होइन के गर्दै खानु एक्लै यहाँ हेर एक्लै बसेर यहाँ के खान्ला यिनी आयो जतिर नि हाँसै गर्छिन् हँसाइ गर्छिन् ल म त जता कतै माइक फुक्सन गरेर भनिहाल्छ नि मैले त सुन्छु गरेर भन्छु हजुर हो जे होस् यहाँ चाहिँ खाना पकाउँदै रहेछन् है गाइज यता आशिष यता आबै यता बहिनी म त आबै भन्छु गरेर भन्छु म त अङ्ग्रेजी बोल्छु यस्तै हो के छ त आबै जात्रे हँसाउनुहुन्छ हजुर लौ रो आएको र म जसरी होइन अघि सकेको र भने म सकेको र लौ टेक्नै पर्यो जे होस् रमाइलो हुनुहुन्छ यिनी आबै चाहिँ होइन यहाँको सिन चाहिँ यस्तो छ ल यति रमाइलो चाहिँ हुनुपर्छ है गाइज भाइ चाहिँ टोइलेटबाट निस्क्यो भाइले मलाई गोठा लाँदैछ कहाँ हो गोठा कहाँ गोठा लैजाऊ न मलाई कहाँ लैजाऊ त यता गोठा हो आऊ के कहाँ अरे गोठा भाइ ए म चाहिँ भाइको पछि ए चप्पलै फुस्किदिएर ला सेट गोठा जाने भनेको चप्पल फुस्किदियो त्यतिका फेरि आएको फुस्कियो ए भगवान् जान देखेन कि क्या मलाई ए यहाँ छ गोठा चाहिँ होइन यहाँ मुनि 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 ए
असो गरेछ अझ 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 सुँगी हाय घन्टे आशीर्वाद के छ सन्चै छ उही 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 यहाँ त एउटा मात्र भनेको दुईटा उता पनि लुकेर म्या म्या गरे है मुनि 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 ए यहाँ चाहिँ दुईटा भैँसी छन् हे फेरि हेर किन हेर्छ ए डर लाग्दो अर्कोलाई नि हेर्न ला यस्तो छ ल यो गोठ भइहाल्यो दुईटा भैँसी भए यहाँ बाख्रा भए बाख्राले घाँस खान्छ होइन र तिमीले भात तिमीले घाँस खान्छौ हामीले भात खान्छौँ होइन र यो पाटा है यस्तो राम्रो छ यहाँ त ल यो घर भयो माथिर काबैको घर हो होइन यो चाहिँ मेरो प्यारो भाइ हो होइन मलाई सधैँ माया गर्छ है मलाई साह्रै माया गर्छ मेरो भाइले के भन्नु है भाइ केही शब्द भनिदेऊ न त मेरो लागि भनिदेऊ न मेरो माया लाउनु न लाग्छ लाउने रहेछ भनिदेऊ नि त मेरो लागि राम्रो कुरा गर राम्रो कुरा भन र केही भन न भयो को गर्छ फेरि कस्तो छ यो भाइ केही भन भन्दा पनि भन्दैन यस्तो केटी चाहिँ लजाउँछ केटी हो र होइन अनि किन त लजाउने केटी हो त लजाउँछ अन्त अनि हो त गर ठुल्ठुला गफ गर्छ गरे यहाँ किन गर्दैनौ त ठुल्ठुला गफ त गर्नु पर्यो नि अलिअलि गर्नु परेन ए यस्तो यो यस्तो मात्तेको बोला भन्दा नबोल्ने रे भयो गर्छ यसलाई लडेर मनी गुइठे भन्थ्यो एकजनाले त्यही सिकेँ मैले पनि ल गाइज यस्तै हो गाउँले जीवन गाउँले सहारा यस्तै रमाइलो गर्नुपर्छ ल ल ठिक छ यत्तिको भएपछि टाटा बहिनी लखर हिँड्दै आइछ हेर भइयो यो हाम्रो घर भयो यो माथिरको घर हो म जे होस् यो घरमा चाहिँ मेरो एकदम यादगारहरू छन् होइन म सानोमा छँदाखेरि के स्कुल पढ्न जाने भनेर चाहिँ मलाई घरदेखि मम्मीले यहाँसम्म पठाउनु हुन्थ्यो मम्मीले कुट्नुहुन्थ्यो क्या मलाई स्कुल जा भनेर अनि म चाहिँ भनेको नमान्ने अनि भनेको नमान्ने होइन मम्मीले फेरि सिस्नोले लहर्दै यहाँसम्म कुट्दै लाउने क्या घरसम्म उहाँ तल त्यहाँ होइन आफ्नो घरसम्म कुट्दै ल्याउनुहुन्थ्यो अनि यहाँसम्म चाहिँ तना आउँथेँ अनि मम्मीलाई चाहिँ लाग्थ्यो म स्कुल जान्थेँ तर म स्कुल जाँदिनँ थिएँ अनि यहाँ आएर बस्थेँ क्या रुँदै आउँथेँ अनि यहाँको हजुरआमाले फेरि मलाई साह्रै माया गर्ने होइन आऊ नानी आऊ भन्दै राख्ने कि घर अनि म स्कुल नजाने नपढ्ने खालि यहीँ आउने यहीँ बस्ने सुत्ने अनि त्यसपछि त्यही हो अब स्कुल आउँदाखेरि चाहिँ म उसँग आउँथेँ के तलतिरको कल्पना दिदीहरू हुनुहुन्थ्यो उहाँहरूसँग चाहिँ उनीहरू आउँदाखेरि चाहिँ जे उनीहरू सँगसँगै आउने कि म पनि अनि म त्यति बाठी फेरि सानै त्यही बाठी त होइन गफ गर्न पनि ठुल्ठुलै गफ गर्छु अनि त्यस्तै हो सानोदेखि बाठी हुने ठुल्ठुला गफ गर्ने त्यस्तै हो रमाइलो छ गाउँतिर त्यही हो अरू त के भन्नु छ र होस् यहाँ यादगार छ मेरो मलाई त्यहाँ बसेर खाजा खुवाउनुहुन्थ्यो बा आमाले होइन जस माया
माया गर्नुहुन्थ्यो उसले असाध्यै माया गर्नुहुन्थ्यो ल ठिक छ अरू त के भन्नु होइन ल हुन्छ आजलाई त यति छ है त गाइज म चाहिँ इन्डतिर आएँ होइन गाइज हजुरहरू पनि राम्ररी बस्नु होला आज फुलपाती रहेछ सबैजना आफ्नो घर घरमा रमाइलो गर्नु होला ह्याप्पी दसैँ सबैजनालाई ल we will see you soon very back on the very special day ह्याप्पी दसैँ ल